लागेको धुलो झार्यौँ र मतिर एक नजर पनि नलगाइकन टाउको निहुरो लगाएर घुसेमुटो लगाएर उनी निहुरिँदै घर गए। त्यसपछि हामीले कबड्डी कहिले खेलेन। यो पनि मेरो मनोवर्गमा एकदमै एउटा यो उपन्यासको बिउ भनेर रोपिएको थियो। यहाँले बुझ्नुभयो होला कसरी मैले कबड्डी जितेँ। यस्तै तर मलाई थाहै थिएन। यस्तै एकचोटि म पछि नारायणगढमा स्मल एभन स्कुलमा पढाउँथेँ। अर्को चौथो तेस्रो किस्सा। अनि पढाउँदै थिएँ। मैले त्यो जाडो महिना भएको हुनाले कोट लगाउनु पर्थ्यो। कोट लगाएको थिएँ। स्कुलको ड्रेस पनि कोट थियो। एउटा विद्यार्थीले डायरीमा के लेखिरहेको रहेछ। म चाहिँ आउने जाने त्यो करिडोरबाट आउने जाने भइरहेको थिएँ। एउटा विद्यार्थीले के डायरीमा के लेखिरहेको रहेछ। मैले सट्ट त्यो डायरी झिकेर मेरो कोटको खल्तीमा हालेँ। अनि उसँग केही नै बोलिनँ। उसलाई गाली पनि गरिनँ। मैले पढाइरहेको बेलामा तिमीले यो किन यो गरेको पनि भनिनँ। मैले आफ्नो क्लास लिएँ, घन्टी लाग्यो, म बाहिर निस्केँ। ऊ मेरो पछि आयो। सर म यस्तो कहिले गर्दिनँ। सरी सर प्लिज मलाई त्यो डायरी दिनुहोस्। एकदम मेरो पछि अफिससम्म आयो। अनि मैले भने तिमी त मेरो भाइ बहिनी जस्तै हो, भाइ एकदमै नजिकको। तिमीले मलाई लुकाउनु पर्ने कुरा केही पनि छैन। म तिम्रो डायरी पढ्दा के फरक पर्छ र भनेर मलाई एकदम लेखनमा इन्ट्रेस्ट, उनीहरूको कुरा के हुन्छ भन्ने मलाई रुचि थियो र त्यो डायरी लिएर आएको थिएँ। मैले त्यो गर्नु नहुने थियो तर लिएर आएको थिएँ। अनि उसले धेरै कहर गर्यो, म यस्तो कहिले गर्दिनँ भन्यो, कान समायो, तर मैले त्यो डायरी उसलाई दिइनँ। त्यसपछि उसले भन्यो, त्यसो भए सर प्रिन्सिपल सरलाई नदेखाउनु है, अरू सरहरूलाई पनि नभन्नुहोस् है। उसले पनि सर्त राख्यो, मैले हुन्छ भने म कसैलाई देखाउँदिनँ। मेरो एकदम मिल्ने युवराज बस्ती सर हुनुहुन्थ्यो, उहाँलाई पनि देखाइनँ। मैले पछि घरमा गएर पढेँ। उसले आफ्नो 9 कक्षामा फेल भएको, 10 कक्षा पढ्ने, 3rd 4th हुने एकदम ट्यालेन्ट केटी रहेछ। उसले असाध्यै मन पराउनु रहेछ र उसलाई लेखेका चिठीहरूको सङ्गालो रहेछ। त्यो पढेँ। उसलाई केटीलाई पनि 10 कक्षामा पढ्छु, उसलाई पनि मैले पढाउँछु, उसलाई पनि चिन्छु। त्यसपछि उसलाई पनि ऊ 9 कक्षामा छ, उसलाई पनि चिन्छु। त्यसपछि उसले कति फकाउँदा पनि त्यो नफकिएको त्यो उसको पीडा उसले लेखेको रहेछ। एक ठाउँमा चाहिँ के लेखेको रहेछ भने तिमी मलाई प्रीति जिन्टा जस्तै लाग्छ भनेर लेखेको रहेछ। अनि यतिकै भयो। त्यो भोलि मैले पढेर भोलिपल्ट स्कुल गएँ। उसलाई पनि केही पनि भनिनँ। तिमीले यस्तो लेख्यो पनि भएन, उस्तो लेख्यो पनि भएन। उसले पनि चुपचाप लाग्यो। एकदम हल्ला गर्ने केटा हो तर उसले हल्ला गर्नै छोड्यो। अनि त्यही चुपचाप मलाई हेर्थ्यो। म पढाउँथेँ, जान्थेँ। उसले कुरिरहेछ कहिले सरले देला भनेर। मैले 1 हप्तासम्म दिइनँ। उसको धैर्यको बाँध फुट्यो र मलाई एकदिन सोध्यो, भन्यो सर म त्यस्तो गर्दिनँ, मलाई त्यो डायरी दिनुहोस् न भन्यो। तिमीले के गरेका छौ र भन्यो। सक्छौ भने तिमीले त्यो केटीको नाम भन्दैन होइन, त्यो समथिङ फलानालाई तिमी चाहिँ माया गरेर उसलाई पनि उसको मन जितेर देखाउ न, सक्छौ भन्यो। यस्तो आउँला मान्छे, यस्तो गरेको सक्ने थियो। अनि मैले भने तिमीले खासमा उसलाई मन पराएको होइन, तिमीले खासमा उसलाई मन पराएको होइन, तिमीले प्रीति जिन्टालाई मन पराएको। तर तिमीले प्रीति जिन्टा पाउँदैनौ, उसलाई थाहा छ। र तिमी हरेक युवतीको अनुहारमा प्रीति जिन्टा खोज्दै हिँड्छौ र तिमीलाई उसको अनुहारमा प्रीति जिन्टा देखे जस्तो लाग्यो र तिमीले मन परायो। जुन दिन तिमीलाई प्रीति जिन्टासँग मोहभङ्ग हुनेछ या उसँग मोहभङ्ग हुनेछ त्यो दिन तिम्रो ब्रेकअप हुनेछ भने। त्यसपछि उसले केही बोलेन। मैले डायरी फिर्ता दिएँ। यो पनि एउटा किशोरको मनोविज्ञान, यो पनि एउटा यो उपन्यास लेखिने बिउ थियो। अब